हेलो गाइस, व्हाट्स अप एभ्रीवान, वेलकम ब्याक टु द न्यू भ्लग है। र आजको दिन चाहिँ एकदमै मिठी भइदिरहेछ है, दामी चडक्क होइन, मिठी भइदिरहेछ आजको दिन चाहिँ। घाम लाग्यो नि त, हिजो चाहिँ हेभी पानी पर्दैको थियो र अहिले चाहिँ बिहानको कति 7 बज्दै होला नि त। अन्त म चाहिँ यहाँ चिया बनाउँदैछु हो, यहाँ चाहिँ चिया बनाउँदैछु। यो चिनी यस्तो गरेर, र चिनी चाहिँ अघि भर्खर हालेको थिएँ, ग्यास पनि सानो पारेको नि त, अलिक यहाँ काम छ त्यही भएर। चियापत्ती पनि हालेर लागेको यसो कामहरू सोध्नु त, भिजाउनु पनि थियो होइन। हिजो पानी परेर चाहिँ लुगा भिजाउनु पनि पाएन र लाग्छ होला आजको घाम दिन चाहिँ दामी नै हुँदैछ। यिनीहरू यस्तो छ यहाँ, यो चेन चाहिँ अघि काएछ है, पर्छ पर गाईको अवस्था चाहिँ यस्तो भइरहेछ। यो खुट्टा, यो पछाडिको खुट्टाले गर्दाखेरि चाहिँ उठ्नै सकेको छैन। र मम्मी चाहिँ आफूले रेडी पार्नु हुँदैछ। यहाँ फुकौँ भनेको आगै भलेन। म चाहिँ यता आएको छु है अहिले, यो रोडतिर। रोड पनि दामी भइरहेछ अहिले, कार्पेटिङ हानेर। कार्पेटिङ भन्दा नि यसलाई के भन्छ, गिटी मात्रै बिछाएको छ हो। अब पहिलेको रोड, परको रोड पनि त्यस्तै भएको थियो। म 2 वर्ष हुँदाखेरि गिटी बिछाएको हो। त्यहाँदेखि म 13 वर्ष नभए 11 वर्ष हुँदाखेरि चाहिँ कार्पेटिङ गरेको। भनेपछि लगभग 8-9 वर्ष लाग्ने रहेछ यो पनि हुनु। यो 2 ताल गिटी बिछाइसक्यो भनेपछि अब 7 वर्ष जति छ। अन्त यो घाँस लानु अरे बाख्रालाई। यो चाहिँ हाम्रो बाख्राको खोर होइन। यहाँ पहिले यहाँ पनि थियो, यहाँ थियो हो। यहाँ दामी खाले थियो नि त यो भन्दाखेरि। तर यहाँको चाहिँ निकाल्यो, यहाँ सब्जीहरू रोप्नुको लागि यहाँको निकाल्यो। र ऊ पर त्यसको त्यो टाट्ना खाले चाहिँ यहाँ पर राखिदिइरहेछ हो। अन्त यहाँबाट पनि छ। यो चाहिँ हाम्रो पहिले फर्स्ट बनाएको घर अरे हो। यो चाहिँ यहाँ पहिल्यैदेखि यहाँ सिमेन्टहरू लाएर काठहरू राख्ने बनाएको छ अहिले। र यो चाहिँ थर्ड बनाएको, र यसको माथि जोल्ठेको पनि छ हो। त्यो चाहिँ सेकेन्ड बनाएको है त। म तपाईँहरूलाई देखाउँछु है। पहिले यहाँ चाहिँ हाम्रो किचन थिएन, यहाँ थियो किचन चाहिँ। यहाँ कता दुलो पनि छ, यता कताबाट पानी निस्किन्थ्यो। तर यतै थियो किचन चाहिँ। र यहाँ चाहिँ हाम्रो के थियो, सिटिङ रुम के थियो जस्तो लाग्यो। यता कता थियो सिटिङ रुम चाहिँ। र यहाँ अहिले चाहिँ किचन बनाएको छ यहाँ चाहिँ। अब चिया पनि भर्खर खाइ हुँदैछ। भिडियो बनाउनु जाउँ भनेको, दिन पनि दामी भयो क्या, खुसी लाग्यो आज चाहिँ। अन्त दिन पनि दामी भइदियो। र यो हाम्रो बिल्डिङ गभर्मेन्टले दिएको अनि हामीले मागेको पनि थिएन कि बिल्डिङ। तर आफै अब त्यो बाबा पहिलेदेखि पार्टीमा हिँड्नुहुन्थ्यो नि त, त्यही भएर चाहिँ अब एउटा चिनो स्वरूप दिएको अरे नि त यो चाहिँ। अब त्यो हामीले बिल्डिङ मागेको पनि थिएन, तर भए पनि दिएको क्या यो। खासमा चाहिँ मैले के भनेको थिएँ भन्दाखेरि, यो यस्तो यो झ्याल चाहिँ नलाउनु न, अलिक हाउडै देख्छ भनेको कि। तर के भन्छ, बुढोले यहाँ माथि यो माथि स्लेप लाउँदैछ नि त, त्यही भएर चाहिँ यो झ्याल लाएर मऱ्यो नि त। फेरि यो गभर्मेन्टको खाट चाहिँ यस्तो हाउडे हुँदो रहेछ, यो चलाएको पनि छैन, यत्तिकै छ हो, मक्केर यतातिर ढुट्टो, चलाएको पनि छैन। र मेरो प्यारो गिटार, यसको नि स्ट्रिङ पुरानो भइरहेछ क्या। र अहिले यस्तो गर्नुपर्छ यो चार्जर चाहिँ। यतिको बुद्धि चाहिँ लगाएको छु मैले पनि हो। यो तार काटेर जोडेर चाहिँ चार्ज गर्नुपर्छ। चार्ज हुँदैछ, हुँदैछ हो। नि रुम चाहिँ यस्तै छ। अन्त हिजो कहिले मात्रै सफा गरेको। यहाँ चाहिँ मेरो सामानहरू छ कि, यो मिटर चेक गर्ने हो। हिजो मात्रै बनाएको यो पनि, चल्छ यो अहिले हो। यो ब्याट्री हालेको थिएँ। र यो टेम्परेचर आज कति टेम्परेचर छ चेक गरौँ है ल। तर यसको चाहिँ के छ भन्दाखेरि, यहाँ यस्तो गऱ्यो भने मात्रै देख्छ क्या। कति रहेछ, 14 डिग्री रहेछ आज चाहिँ।
14 डिग्री नै हो सर्फेस। 15.5 रहेछ आज चाहिँ। र यो पनि काम लाग्ने नै हो। पहिले कोरोना टेस्ट गर्दाखेरि यस्तो गर्थ्यो एकछिन ल। कोरोना टेस्ट गर्दाखेरि मेरो ज्वरो कति छ? आमा घामभन्दा तातो त मेरो निधार रहेछ नि हौ। टैट 29.7 निधार मेरो। त्यही त त्यही खित्रिङ मित्रिङ छ। भरेतिर के बनाउँ भन्ने सोच्दैछु। यो यतिकै होस् है। यो ठाउँबाट निकालेको त्यो चाहिँ यो दिदीहरूको ब्यागहरू हुन्छ। अन्त चाहिँ यही सामानहरू छ। यो नि छ क्या गिटार। साथीले बजाउँथ्यो, म चाहिँ अब लेफ्टी हो नि त, त्यही भएर यो म बजाउँदिनँ। तर मम्मीले दिएको भनेर राखिरहेको छु। अन्त यहाँ चाहिँ छ मेरो रुम है। लथालिङै रुम दै। म सुत्ने ठाउँ। मम्मीले चाहिँ उठाएर जान्छ हो, म त त्यही हो। र यसमा चाहिँ म त्यो रिङ लाइट हुन्छ नि, त्यो रिङ लाइट बानिदिउँ भन्दैछु। यो रिङ लाइट छ कि कोही बेला अब अँध्यारोमा भिडियो बनाउँदाखेरि चाहिन्छ नि त, त्यो यहाँ बानेर चाहिँ। अन्त यतातिर जुगाड गर्ने धेरै छ। र रुमको हालत चाहिँ यस्तै छ हो अहिले। अब एकछिनबाट सफाहरू गर्नुपर्छ होला। पहिलेदेखि सँगै भएर होला है। गाईको चाहिँ साह्रै माया लाग्दिँदैछ क्या। अब के गर्नु होइन, अब जति सक्दो त गरिरहेको छु नि त। तर भए नि एकदमै माया लाग्दैन क्या गाईको चाहिँ। पहिलेदेखि यहीँ बिहाको, यहीँ हुर्केको होइन। त्यहाँदेखि यसकै दुध खाएरै हुर्केको नि त म पनि। अन्त यसकै दुध बेचेर अलिअलि पैसा नि आउँथ्यो। अन्त त्यही इन्कमै त हो। तर पनि पैसाको लागि माया गरेको होइन क्या यसलाई चाहिँ। सबै कुरा यही थियो नि त हाम्रो घरको चाहिँ। अहिले घरै सबै त्यसमा छ, के भन्छ त्यसलाई, त्यो स्याड मोमेन्टमै छ क्या। होप जाती होस् यो चाहिँ हो छिटै। सो अहिले चाहिँ म दाउरा लिनु गएको उकालो। र दिन पनि हेभी दामी भइदिरहेको छ है। आज चाहिँ भिडियो बनाउनु टक्कै सकिन्छ होला होइन। यहाँ सोच्दैछु म कन्टेन्ट के बनाउनु के बनाउनु। अब त यिनीहरूलाई मजा छ बरु। ढल्यो बस्यो पुच्छरहरू लायो हो, घाम ताप्यो। यहाँ रोडमाथि दाउरा छ, त्यो दाउरा लिएर चाहिँ लाग्नु पर्छ। गराउनु पो पर्छ। त्यसले अस्ति आलु रोप्यो बरु। गराउनु पो पर्छ त। खनेर अलिअलि खनेर, तर आलुको बिउ चाहिँ सिक्दै रहेछ भाइले त। अर्को सानो चाहिँले नि डह्रो छ सानो चाहिँ, तर त्यसले पनि गरेको छैन काँटा खन्नु। यो एरिया छ हो, चडक्कै भ्यू छ भने चाहिँ होइन त। यहाँ बस्यो होइन, अब यसरी बस्यो म यहाँबाट। अब के चाहिँ देख्दैन यहाँदेखि देन्ताम बजार, साङ्खु, यता के भयो बङतेनहरू चडक्कै देख्छ क्या। मजा आउँछ। झन् बेलुकाको भ्यू हेर्नुपर्छ कि, बेलुकाको भ्यू हेर्नुपर्छ, दामी आइदिन्छ क्या। उफ, अहिले चाहिँ लोकल एरियामा डुल्दै आइदिएको एकछिनको लागि। किन आइदिएको नि त, अब एकछिनबाट चाहिँ फेरि काम छ मेरो। काम छ भन्दा नि भाइ आउँछ होला हो, त्यहीँ भिडियो बनाउनु जान्छ क्या। त्यो कन्टेन्ट सोच्दैछु। सो सपोर्ट गरिदिनु होला हाम्रो त्यो त्यस्तो अब भाइन्स भन्नु नि, कमेडी भन्नु नि, सपोर्ट गरिदिनु होला है त। तपाईँहरूलाई च्यानलको लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु। सो चेक इट आउट है त, स्टे ट्युन। र अहिले चाहिँ यो हँसिया लिएर दुईजनै दुइटै रुखमा चढ्नु अरे नि त, त्यही भएर भाइ पनि आयो। के अकेलामा के देखाउने हो। र अब चाहिँ झारेर है यसो भिडियो बनाउनेतिर लाग्नुपर्छ होला। ल है त। र अहिले चाहिँ हो हामी त्यो झारेर त्यो के भन्छ त्यसलाई, अब चाहिँ भिडियो बनाउनु गएको नि त। यिनीहरू पनि सुकेर अलिक ह्यान्सी देख्नु थाल्यो केटाहरू। हेर तर यसको चाहिँ मैला गएकै छैन, साह्रै उफ्रिन्छ यिनीहरू। अन्त त्यही भएर चाहिँ सो अब चाहिँ जानुपर्छ है। स्टे ट्युन।
अहिले चाहिँ यसो भिडियो बनाइसकेर है यहाँ माइजूहरूकोमा आएको र माइजूहरू चाहिँ यहाँ आलु बारी खन्नु हुँदै रहेछ आलु चाहिँ यति निक्लेछ है कत्रो कत्रो फलेको छ र अझै यहाँ यतातिर पनि रहेछ हो भनेपछि माइजूहरूको आलुले कमाइ चाहिँ जोडै हुने रहेछ ए 1 केजीको कति हो माइजू हजुर 80 हो भनेपछि यतिबाट 50 केजी निक्लिन्छ यतिबाट हजुर आम्मा 100 निक्ल्यो भने त 80 ले 80,000 ल माइजूहरू नि अब आलु खनेर चाहिँ धनी नै हुनुहुने रहेछ र अब चाहिँ भिडियो पनि बनाइसक्यो हामीले र अब हामी चाहिँ म लागेको भाइको घर चाहिँ यतै हो नि त र म चाहिँ अब लागेको घरतिर र गाई सोहिले थियो है सबै काम सकेर अहिले यसो गुडमा त अघि भर्खर गएको फेरि अब जानुपर्छ होला नि त मम्मी हुनुहुन्छ कि हुनुहुँदैन सो यिनीहरूलाई जति नुहाइदिए पनि त्यस्तै जस्तो लाग्छ है यो चाहिँ यता बस्नु पर गएर सुत पर गएर सुत मिन्टु पर गएर त्यता सुत यिनीहरू चाहिँ अहिले चडक्कै बनाइदिएको कि होइन गाई अघि फेरि सुतेको थियो फेरि यस्तो भएछ यसको यसले के गरेको घाँटी चाहिँ यस्तो गर्दैछ हो अन्त यहाँ खोले यसले त खाँदैन यसले त त्यही भएर यिनीहरूको लागि चाहिँ अब पकाइदिनै पर्छ नि त त्यही भएर चाहिँ र यिनीहरूलाई पनि रात परेर चाहिँ माम पनि यिनीहरूको नि भइसक्यो दुईजनालाई र स्टेट्युन गाइसहरू है होप तपाईँहरूलाई मन पर्यो होला यो भ्लग है हौडा गर्दै भानी रात पर्यो र दिनको भ्लग पनि सक्यो सो स्टेट्युन है त यस्तै माया देखाइराख्नु होला है योभन्दा बेसी माया चाहेको छ तर भानी बिस्तारै बिस्तारै बढ्छ भन्ने आश छ सो स्टेट्युन